फाइनल्ली गाइज हामी यहाँनिर अहिले आइपुगेका छौँ सोलमा कालीमाटी। हाम्रो हजुरबाहरूले यो गरेको ठाउँ यो एउटा लुइटेलको घर। हामीले यहाँनिर पत्ता लगाएको छौँ। यहाँ किरण लुइटेल भन्ने उहाँको घर हो यो। अब हामी यहाँ पर यताबाट गएपछि यो यहाँ कहाँबाट बाटो जान्छ अरे त्यहाँ बिहे घर छ अरे लुइटेलको घरमा। त्यो बिहे घरमा हामी अब जाँदैछौँ। त्यो बिहे घरमा गएर चाहिँ अब हामी त्यहाँनिर गएर लुइटेलहरूसँग परिचय गर्छौँ हैन। हाम्रो के रहेछ, कहाँ रहेछ, कस्तो रहेछ, कता रहेछ, कस्तोरी रहेछ भन्ने कुरा। अब हामी यो बाटोबाट जाँदैछौँ। यहाँ गुवाली रहेछ, कसको घर हो यो थाहा छैन। जोस् यो बाटोबाट हामी सिँ जान्छौँ, बिस्तारै जान्छौँ। यस्तो पहाडको कान्ला कन्दरा यहाँ कोलाघारी रहेछ। हामी भित्री बाटो एकदम ठेट गाउँले बाटो जाँदैछौँ अहिले। यो चाहिँ सुन्तलाको बोट होला हौ। यो बिजोक रहेछ, रमाइलो छ नि। अब यो चाहिँ तेह्रथुम त्यो के अरे तपाईँको म्याङलुङ चाहिँ यता कता पर्छ किन? यहाँ अहिले जङ्गलले गर्दा केही देखिएको छैन हैन। अब हाम्रो चाहिँ यात्रा यस्तै छ गाइज। यहाँबाट जानुपर्ने अरे हामीलाई थाहा छैन को कस्तो कता के केही थाहा छैन। हामी यति जान्दछौँ हामी लुइटेलका छोरा हौँ होइन भाइ। यो डाँडाहरू छन् यहाँनिर, डाँडाहरू छन्। थरले दिएको परिचय परिचय हो हाम्रो। अब घरमा एकचोटि त्यहाँ पर देखिएको चाहिँ म्याङलुङ बजार, तेह्रथुम म्याङलुङ बजार है। जुम गरौँ, यो देखिएको भाग चाहिँ म्याङलुङ बजार हो है। हाम्रो गन्तव्य स्थान चाहिँ त्यो हो। त्यहाँ गएर हाम्रो बस्नुपर्ने छ छन चाहिँ। अब आज के हुन्छ हेर्दै जाउँ अब समयले के भन्छ। हेलो हेलो ल गाइज अब हाम्रो यो निरन्तर चलिरहन्छ। यो हेलो हेलो यसरी यात्रा गर्दाखेरि हामी चाहिँ यहाँ अहिले ठ्याक्क सोलमा कालीमाटी पुग्यौँ है बाबा। यहाँ पङ्कज आएर म कालीमाटी यहाँ लुइटेलका घर पुग्यौँ।